राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय संयोजक श्रद्धेय दुर्गा प्रसाईज्यूले जति पनि ठाउँमा श्रद्धालु भक्तजनहरूले माता दुर्गा भवानी भगवतीको देवीको चाहिँ मन्दिर बनाएर मूर्ति हामीलाई चाहियो भनेर आउनुहुन्छ, त्यहाँसम्म उहाँले नेपालभरकै कुना काप्चामा भक्तजनले आएर जहाँबाट प्रस्ताव राख्नु भएको छ, पाउ पाथिभरादेखि ठुली पाथिभरासम्म, मेचीदेखि महाकालीसम्मका सम्पूर्ण भक्तजनहरूलाई आजका मितिसम्म उहाँले मातालाई विराजमान गर्ने काम गर्नुभएको छ। र आज उहाँहरू पनि अछाम जिल्लाबाट श्रद्धेय दुर्गा प्रसाईज्यूको भक्तपुर स्थित घरमा यो चाहिँ अहिले विराजमान गराउनको लागि लाँदै गरेको, अछाम लाँदै गरेको मूर्तिको यहाँले अघि चाहिँ हामीले चाहिँ दर्शन गरिसकेको छौँ। र हामी यो मूर्ति कहाँ राख्नेछौँ? हजुरको दिनु न थोरै परिचय। म धनबहादुर रावल, म चाहिँ मगरसिंह नगरपालिका वार्ड नम्बर 12 मेरो घर हो पान्नातोली। र हाम्रो धुरेला माई भन्ने छन्, त्यहाँ धुरुलोचनी माईको मन्दिर बनाइरहेको छु, नवनिर्माण मन्दिर हो। त्यो मन्दिरका निमित्त श्रद्धेय आदरणीय सामाजिक व्यक्तित्व र अहिले नेपालभरिबाट नजिकबाट नेपाली जनताहरूले माया गरिरहेका एकमात्र व्यक्ति दुर्गा प्रसाईज्यूले जसरी हामीलाई एक प्रकारको धेरै ठुलो सहयोग गर्नुभएको छ, त्यसका लागि हाम्रो समाज उहाँप्रति असाध्यै आभारी छ। र उहाँको सहयोगप्रति अहिले समाज पुरै प्रफुल्लित भएको छ। र यसै गरी उहाँले हामीलाई अझ आगामी दिनहरूमा पनि माया गर्नुहुनेछ भन्ने हाम्रो समाजले अपेक्षा गर्दछ। र यो भनेको मगरसिंह नगरपालिका 11 र 12 मा अवस्थित धुरेलामा अवस्थित धुर्बलोचनी माईको मन्दिरमा चाहिँ यसलाई विराजमान गराउँदैछ। र हामी हार्दिक निमन्त्रणा पनि गर्छौँ अछाम जिल्ला र अन्तर जिल्लाका सम्पूर्ण श्रद्धालु भक्तजनहरू हामी मन्दिरको प्राण प्रतिष्ठाको लागि देवीलाई विराजमान गराउन 2083 साल असौज 25 गते जुन दिन घटस्थापना परेको छ, घटस्थापनाको दिन श्रद्धेय दुर्गा प्रसाईज्यू लगायतको सिङ्गो नागरिक बचाउ महाअभियानको टोली अछाम जिल्लामा आउँदैछ। र सो जिल्ला र अन्तर जिल्लाका पनि तपाईँ सम्पूर्ण धर्मानुरागी भक्तजन नागरिक बचाउ महाअभियान सम्बद्ध सबैलाई उपस्थितिका लागि सादर निवेदन गर्दै बिदा चाहन्छु।